हेलो एभ्रिवान, नमस्ते। साङ्केन फ्लेभर्समा हजुरहरू सम्पूर्णलाई धेरै धेरै स्वागत छ। आज चाहिँ मैले मिक्स भेजिटेबल एक पराठा बनाउन लागिरहेको छु। यो मिक्स भेज पराठा चाहिँ स्वादिलो र पोसिलो परिकार हो। फ्युजन स्वादको पारखीहरूलाई यो बेस्ट डिस हो र जुनसुकै उमेर समूहकोहरूले राम्रोसँग खान सक्नुहुन्छ। यो डिस चाहिँ मेरो आजको खाजा हो। खाजामा नयाँ स्वाद ल्याउनको लागि आउनुहोस् अब हामी बनाउनतर्फ लागौँ। यहाँ मैले आवश्यक सम्पूर्ण सामग्रीहरू चाहिँ यसरी रेडी गरिसकेको छु। सबै सामग्रीहरू अझै एउटा ठिक्कको बल लिएर यसमा मैले एक राखिसकेको छु। अब म यसमा ससानो गरेर कोरेर राखेको गाजरको भुजेली पनि राख्दैछु। त्यसै गरी यो मसिनो चप गरेर राखेको प्याजलाई पनि एड गर्दैछु। त्यसै गरी काटेर राखेको यो बन्दालाई पनि एड गर्न गइरहेको छु। मसिनो गरी काटेर राखेको क्याप्सिकमलाई एड गर्न गइरहेको छु। त्यसै गरी हरियो धनिया रहेको छ। अब म यसमा मैदा पनि एड गर्दैछु। मैदामा नै थोरै बेकिङ पाउडर पनि एड गरिसकेको छु र अब यसमा म थोरै ब्ल्याक पेपर पनि एड गर्न गइरहेको छु। अब चाहिँ सबै सामग्रीहरूलाई राम्रोसँग मिक्स गरिदिने। मैदा चाहिँ अलिकति कम भएको भएर फेरि पनि एक कटौरी मैदा चाहिँ एड गर्दैछु। अब यसमा दुध एड गरेर राम्रोसँग मिक्स गरिदिने। मैले चाहिँ यसमा दुध राखेर बनाउँदैछु। तपाईहरू कसैले दही कसैले पानी पनि राखेर बनाउनुहुन्छ होला। हेर्नुहोस् त एकदमै राम्रोसँग मिक्स भइसकेको छ। अब चाहिँ हामी पराठा पकाउनतर्फ लागौँ। मैले चाहिँ पराठा अथवा रोटी पकाउनको लागि थोरै थोरै तोरीको तेल प्रयोग गरेको छु। तपाईहरूले चाहिँ घिउ अथवा बटर पनि प्रयोग गर्न सक्नुहुन्छ। ग्यासलाई लो फ्लेममा राखेर यसरी बिस्तारै फिजाइदिनु होला। ग्यासको हाई फ्लेम भयो भने चाहिँ बाहिरी सतह छिट्टै डढ्ने र भित्र राम्रोसँग नपाक्ने हुन सक्छ। एकपट्टि आधा पाकिसकेपछि चाहिँ अर्कोपट्टि फर्काएर राम्रोसँग पाकिन्जेल पकाउनु पर्छ। सबै रोटी चाहिँ राम्रोसँग पाकिसकेको छ। हेर्नुहोस् त हेर्दै खाउँ खाउँ लाग्ने पराठा रोटी चाहिँ तयार भइसकेको छ। आफ्नो स्वाद अनुसार भेज सामग्रीहरू र मसलाहरू थपघट गर्न सक्नुहुनेछ। मलाई चाहिँ यसरी नै र यतिकै मिठो लाग्छ। सँग खानको लागि टमाटर, तिल, टिमुर र खुर्सानीको चट्ट मिठो अचार पनि बनाएको छु। तपाईहरू पराठासँग जुनसुकै अचार राखेर खान सक्नुहुन्छ।